हेलो गाइज, खास कुरो के हो भन्दाखेरि हामी पहिल्यैदेखि सुनिआएको कुरो के हो भन्दाखेरि देश विकास गर्न एकदम ठुलो परिश्रम गर्नुपर्छ, मेहनत गर्नुपर्छ, राजनीतिमा लाग्नुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर हामीले सालौँदेखि सुन्दै आएको कुरो हो। देशको संविधानको हिसाबले चल्नुपर्छ, ऊ गर्नुपर्छ, यस्तो गर्नुपर्छ, रुल्स अफ रेगुलेसन हुनुपर्छ, त्यो सब हुनुपर्छ। आफ्नो ठाउँमा छ, त्यो सही छ, आफ्नो ठाउँमा त्यो हुनुपर्छ। संविधान हुनुपर्छ, देशको धर्म संस्कृतिदेखि लिएर देशको पहिचान सब चिजमा संविधानमा टेक्नुपर्छ, कानुनमा बाँधिनुपर्छ, सबैले रुल्स अफ रेगुलेसन मान्नुपर्छ। सबै त्यो एकदम सही छ, आफ्नो ठाउँमा छ त्यो कुरो। तर अर्थतन्त्र बलियो त हुनैपर्छ। त्यसको लागि एउटा मान्छेले कानुन मान्न पनि, कानुनमा मनाउन पनि पैसा चाहिन्छ नि त, कानुनको दायरामा ल्याउन पनि त पैसा त चाहिन्छ। अनि अब यसो विचार गर्दाखेरि अब त्यो कुरो आफ्नो ठाउँमा छ, तर हामी जस्तो प्रकृतिले भरिपूर्ण भएको देशमा चाहिँ त्यति कसरत गर्नुपर्छ जस्तो लाग्दैन है मलाई चाहिँ। अब हिजो अस्ति अब मैले 2-4 जनाको इन्टरभ्यू हेरेको थिएँ। अब उनीहरूको कुरो पनि सही नै हो। एउटाले भन्दै थियो विदेशमा लगभग 80 लाख जति नेपाली छन्। अब तीमध्ये 5 लाख जति पनि, 5 लाख भनेको 80 लाख, 5 लाख भनेको 3.5%। अब हिसाब गरौँ, त्यसै भनौँ न 3.5% जति नेपालीलाई, त्यो विदेशी विकसित मुलुकमा भएका नेपालीलाई हामीले तिनलाई सहुलियत दिएर तिनीहरू त अथाह पैसा कमाएर बसेका छन् नि त। शेष घले जस्ता व्यक्तिहरू त कति छन् नि त विदेशमा बिजनेस गरेका। तिनको बिजनेसलाई नेपालमा प्रमोट गराएर तिनका पैसालाई यहाँ ल्याएर युटिलाइज गर्न सकियो भने लगभग त्यसले चाहिँ कायापलट नै हुन्छ। हुन पनि हो, त्यो धेरै छन् नेपालीहरू। अब नेपालीहरूले यसै दया गरेर दिएकाल त कति धनी भएर बसेका छन् भने अब त्यो एउटा सही कुरो हो। अनि अर्को कुरो चाहिँ हाम्रो पर्यटक नै हो कि एउटा मुख्य भनेको पर्यटक नै हो। पर्यटक अब मैले हिजो गुगल यसो सर्च गरेर हेर्दाखेरि गुगलमा सर्च गरेको 2025 जनवरीदेखि अहिले अक्टोबरसम्म लगभग 8,85,000 भनेपछि लगभग 9 लाख पर्यटक नेपालमा आएछन्। भन्नाले अहिले अब यो सिचुएसन भन्नाले अब हरेक चिजको सिचुएसनबाट गुज्रिँदा पनि राजनीतिक अनस्टेब्लिस, राजनीतिक सही ठाउँमा नहुँदा पनि त्यति पर्यटक आएछन् भनेपछि त अब त्यसलाई लगभग हामीले धेरै बढाउन नि परेन के। त्यसलाई 8 लाखलाई 5% भनेपछि लगभग 25% मात्रै बढाएर हामीले लगभग 50 लाख जति, 50 लाख भनौँ न, 8% भनेपछि अब यसो गणितमा अब त्यति होइन ल। हामीले त्यो 8 लाई हेर डाइलग बिर्सिएको। 8 लाखलाई बढाएर हामीले 50 लाख भनौँ न, 1 मिलियनबाट 5 मिलियन पुर्याइयो भने हामीले त केही गर्नै नपर्दो रहेछ। अब सोचौँ न, अब पर्यटक भित्रिने बित्तिकै कृषि सबभन्दा आयो। कृषि पहिला, कृषिमा यसै भइहाल्ने भयो। त्यसपछि औषधि जडीबुटी लिएर, हेल्थका कुराहरू लिएर अब त्यसमा यसै ग्रो हुने भयो। अनि त्यहाँबाट रोजगारी त यसै अभियसली सिर्जना हुने नै भयो। त्यसमा अब त्यो त्यत्तिकै भइहाल्यो। कृषि हुने भयो, कृषिमा रोजगारी, अनि होटल इन्डस्ट्रिजमा के भयो रोजगारी होइन। अब टुर गाइडहरूदेखि लिएर यताउतामा रोजगारी अब होइन। अब त्यस्तै हाम्रो पशुपति, सगरमाथा, लुम्बिनी यो चिजमा प्रमोट गरेर अनि त्यसपछि हाम्रो एयरलाइन्स त हुने नै भयो। एयरलाइन्सहरू बिजनेसहरू हुने भयो। त्यसपछि उनीहरू आउँछन्, कपडाहरूले खरिद्छन्, नयाँ हाम्रो कल्चरका ड्रेसहरू लाउँछन्। त्यसमा नि
रोजगारी हुने नै भयो। सबै चिजबाट बास टुरिस्ट मात्रै ल्याउनु पर्यो, त्यसबाट रोजगारी जेनेरेट हुन्छ। त्यसपछि इकोनोमिक बिस्तारै उकालो लाग्न थाल्छ। त्यसपछि हामीले इकोनोमिक उकालो लाउने बित्तिकै हामीले शिक्षा स्वास्थ्य चिजमा हामीले फोकस गरेर विदेश गएकालाई पनि ल आऊ है अब त हाम्रो देशमै आफ्नै देशमा गर्नुपर्छ भनेर बोलाउँदै गरेपछि त त्यो बाँकी भएकाले नि बचेकाले नै यहाँ अब त नेपालमै गएर केही गर्नुपर्छ भने त बाँकीकाले नि पैसा ल्याएर यहाँ खन्याउन थालेपछि त केही गर्नै नपर्ने रहेछ त। बास सिस्टम सही गरिदिने, सही मान्छेलाई सही ठाउँमा पुर्याइदिने। अब 6 महिना पछि चुनाव आउँदैछ। अब यो कुरो चाहिँ सबैले विचार गरेर सोच विचार गरेर भोट हाल्नु होला भन्न चाहन्छु। अब जसरी पनि हामी सबैको नेपाली मान्छेको नेपाली मन छ र सिंहदरबार नजलाउने हो हाम्रो सम्पत्ति हो भन्ने मन छ भने सही मान्छेलाई भोट हाल्नु होला। हस्त धन्यवाद भन्न चाहन्छु।